व्यवसायमा सबभन्दा महँगो निर्णय गलत निर्णय होइन, भावनामा परेर गरिएको सही जस्तो देखिने निर्णय हो। सुरुवातमा मलाई लाग्थ्यो यदि मेरो नियत राम्रो छ भने मेरो निर्णय पनि सही हुनेछ। तर व्यवसायले मलाई एउटा फरक कुरा सिकायो। राम्रो नियतले सधैँ राम्रो परिणाम दिँदैन। कहिले साथी आफन्त भनेर धेरै उधारो दिने, आफ्नो कर्मचारीलाई दया लागेर डेडलाइनको टाइम अलिकति बढी दिने, ग्राहक गुम्ने डरले आफ्नो मूल्य नबढाउने, बजारसँग कम्पिटेटिभ नहुने र केही इन्भेस्टमेन्टहरू केवल उत्साहका कारण मात्र गर्ने, यो माथि भनेका हरेक निर्णयको कारण चाहिँ राम्रै थियो, तर परिणाम त्यति राम्रो भएन। त्यसपछि मैले आफूलाई एउटा प्रश्न सोधेँ, के मैले गरेको यो निर्णय मेरो व्यवसायको हितमा छ या फिर कसैले नराम्रो नमानुस् भनेर मैले निर्णय लिइरहेको छु? यो प्रश्नको उत्तरले मेरो सोच नै बदलियो। किनकि व्यवसाय एउटा कठोर शिक्षक हो। यसले तपाईँको नियतलाई होइन, तपाईँको निर्णयलाई मूल्याङ्कन गर्छ। मैले एउटा कुरा बुझेँ, व्यवसायमा दयालु हुनु कमजोरी होइन, तर दयालु भएर गलत निर्णय लिनु आफू, आफ्नो टिम र आफ्नो भविष्यप्रति अन्याय हुन सक्छ। आज पनि निर्णय लिनुभन्दा अघि मैले आफूलाई केही कुराहरू सम्झाउने गर्छु। फिलिङ्स अस्थायी हुन्छन्। निर्णयको परिणाम धेरै वर्षसम्म रहन सक्छ। मैले सिकेको एउटा ठुलो पाठ यही नै हो। हृदयले तपाईँलाई व्यवसाय सुरु गराउँछ, तर व्यवसायमा टिकाइराख्ने काम भनेको तपाईँको विवेक हो। किनकि भावनाले अवसर देख्छ र तथ्यले जोखिम देख्छ, र सफल व्यवसाय यी दुईको सन्तुलनमा मात्र चल्छ। फलो गर्नुहोस्, यो डे 16 हो।